पेन्डेल गाइस हाम्रो साउले चाहिँ अझ गाडी किन्नु भएको छ। मतलब 16,000 भयो उसले त कति लाख पुऱ्याउँछ त्यो गाडी कति हाने 80-90,000 त्यति कति 95,000 कति डर त आले बिचारा तिमीलाई पेन्डेल गाइस यो लाम होइन 30-35 सेकेन्ड 30-35 सेकेन्डको 30-35 सेकेन्ड 30-35 सेकेन्ड 40 सेकेन्ड त्यस्तै टुक्रा टुक्रा हो 20-25 सेकेन्ड महाकाल्यै नमो नमः जयन्ती मङ्गलाका भद्रकाली कपालिनी नमस्ते जय देवी चामुण्डी जय देवी जय सर्वगते कालरात्रि नमस्तुते समस्या गर्नु सक्छ धेरै नगर्नु होइन लामो छ त काट्ने पूर्जा मन्त्री हरिओम भद्रमस्तु शिवं चस्तु डबल पारेर बाँध्नु हो डर पारेको सानो पनि हाल्छ 2 चोटि 3 चोटि हरिओम मङ्गलम भगवान् विष्णु अब ढोका खोल्नु पर्यो अब त्यसो स्टेरिङ नै बन्द गर्नु मैले महादेव पार्वती र गणेशजीको फोटो यहाँ बान्ने देवीको त भेटिन पार्वती देवी नै एउटै हो स्वर्गीय अनि चुट्टो काट्नु ल ओम नमः शम्भवाय गणेश मेन भनेको त 20 मा पर्छ कि भनेर भन्दा रहेछ कि हो त्यो चिप्लिएन पछाडि यताबाट जा उल्टो घुम्छ नि घडी वाइज घुम्नुपर्छ बक्स मेमोरी बक्स भाइ तपाईँहरू नि लट्टु खानु भ्याउनु अरे गाइस बसेको शिवं चस्तु यो होइन नि केही छ
अन्त तँलाई त्यहाँ अरू के भिडियो कता कता हेर्नु गर्दै नैवेद्य हजुरले महाकाली अहिले मुनि भनौँ महाकाली महालक्ष्मी सरस्वती इष्टदेव स्वरूपिणी नवदुर्गा भवान्यै नमः कमलामाई नमः सूर्यमाई नमः गढीमाई नमः रातुमाई पञ्चधुरामाई डुम्नेमाई डुम्ने महादेवाय नमो नमः हरि ओम महा हरि ओम आयु आरोग्य ऐश्वर्य श्रीवृद्धि Finally guys, अनंत विश्वभूतानि जातवेदं नमस्ते महालक्ष्मी फाइनली गाइज हाम्रो नमस्ते होटेलमा चाहिँ हाम्रो साहुको आज गाडी ल्याउनु भएको, त्यही भएर हेर्नु होला गाइजहरू, तपाईँहरू चाहिँ खानाको लिस्ट मेनु यहाँ छ। जो नयाँ हुन्छ मेरो टिकटक वीरबहादुर तामाङ छ। मेरो युट्युबमा चाहिँ जो नयाँ हुन्छ सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला। कहाँबाट देखियो होला कमेन्ट गरिदिनु होला गाइज। कस्तो भिडियो लाग्यो होला, के लाग्यो होला, यसो कमेन्टमा भन्नु होला। कुन ठाउँबाट हेर्नु भएको होला फाइनल गाइज भन्नु होला। फाइनल गाइज अर्को दिनमा भेटौँला।